पनि स्वागत छ मेरो नयाँ भ्लगमा हैन आइसकेँ म हैन के भन्ने भन्छु मैले गाडी भनेको हेर्नु होला गाडी बाबाको हो पुरानो त्यो लाग्यो अब मेरो भयो बाबाको भएपछि यसो दोकानतिर जान लाग्यो हैन ल आज सबैजनालाई ह्याप्पी दसैँ हैन हाम्रो त्यो दसैँ थियो हैन त्यो टिका सिक्न लाग्यो हैन टिका नलागेको यसपालि त्यो दोकानमा काम थियो त्यो दोकानमा जान लाग्यो त्यही भएर हैन अरू सन्चै हुनुहुन्छ होला हजुरहरू त एकदम बवाल छु बवाल यसो दोकानतिर जाऊँ भनेर हो औरीला हेर्नुहोस् हावाहरू यस्तो खतरा हावा लाग्यो यस्तो शीतल हावा आज आज दसैँ भनेर होला हरि शीतल खालके त्यस्तै छ अब चाहिँ चिनी दोकानतिर भेटौँ त A few moments later. मैले दाउदी गएर कामसँग घर भेट्छु नाम्ने होइन खानासाना खाने अब फेरि दसैँको दिन अब के बस्नुतिर भएन अब बाबा पनि घरै हुनुहुन्छ आज त्यो भएर काम गर्न लानुभयो त बेलातिर कति काम छ गएको क्या त्यहाँ काम गर्ने अरे अब चाहिँ काम पनि गर्नु पऱ्यो अरू त दसैँमा घुम्न जान्छ हामी चाहिँ अब काम गर्ने हो दसैँ छैन यसपालि ठुलो काम भनिसक्यो होइन अब कामसाम गर्नु पऱ्यो यस्तै छ होइन कामसाम गर्नु पऱ्यो होइन आज बाबा पनि घरै हुन्छ त्यही भएर भ्लग स्लग बनाएर दिइछु अरे मैले बाबा चाहिँ काम गर्नु जानुभयो त्यही भएर हो न त नि बनाउँदैन त्यो भएर काम गर्नु जानुभयो त्यही भएर उता काम गर्नु जाने भए त बनाउँदैन मजाले जानु थाहा छैन नि त मैले त्यसरी बनाउँछु भनेर त्यसो पानी पर्ला जस्तो भयो तर अब हाम्रो हिरो नि त बाइक त हिरो ल कहाँ बोरो कटरामा हाँ बोरो दिन पठाउनु ढुङ्गासँग ल्याउने अब कारण बोरा यही हो बोरा यही मम्मी ल हो दाउरो सुरु गर्नु भन्नुभएको छ ल ढुङ्गा हो गर अब कत्रा मम्मी 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 कत्रो ढुङ्गा हो र मम्मी ढुङ्गा कत्रो आउनु र ए मम्मी कत्रो ढुङ्गा ल्याउने भनेको ए ल त्यस्तो चाहिँ हेर्नु काम गर्नु पर्छ ल ढुङ्गासँग उठाएर अब त्यहाँ लाने हो
ढुङ्गासँग उठाएर अब कामसाम गरेर भएपछि बल्ल बेच्छु ल काम गर्दैछु उनीहरू हजुर झिको गरिदियो र यहीँ हेरेर त हातमै मेरो भन त अब यहाँ हान न अड्ड्यो नि म थाक्छु त लाउनु कस्तो झाडी छ यहाँ त खुन्टो छ गयो छु खेतै बाख्रा त्यहाँ छन् बाप गर्मी कति भएको झिगा झिगा लाग्यो भयो मम्मी अब अर्को राख्न सक्छ कहाँ ए ढल कहाँ राख्ने हो फेरि अझको ए बाबु भोलि एउटा फेरि घाम लाग्यो धान काट्ने कार्यक्रम हुन्छ नि त धान काट्ने क्या म त कहाँ जानुपर्छ फेरि पसल 2 दिन मामा आउँछन् म सोसलमा जानु पर्यो नि मामा कहिले आउनु नि र आउँछु भने है किरादसी रानेर आउँछु भने त कतिखेर चाँडै आउँछु भने मामा त भन्ने मात्रै त्यही हो आउनु ढिलो हो तिहादशी कति कति र भोलि एकादशी पर्सि द्वादशी निदशी त्रियादशी तिहादशी अनि 29 गते 29 गते 29 18 गते हो 18 29 गते त नि 19 18 16 17 अनि 29 नै 19 भन्न 29 सरी कस्तो बोलेको होला गर्मी भयो गर्मी गर्मी छ अहिले भेटौँ अब शीतल छ है गर्मी A few moments later. भर्खरै जग्गा गाडेर निक्ल्यौँ हात यस्तो भयो पुरै खोरो हात पनि पसिनै पसिना भयो पहमुख होइन अँध्यारो परिसक्यो अब काम गर्दा कति बेला अँध्यारो पऱ्यो थाहै भएन अँध्यारो पर्न लागिसक्यो अब होइन अब हल्का फ्रेस भएर भेट्छु म हजुरसँग अब होइन यस्तै छ नि हरिब गाडी हिँडिहान कर दसैँको दिन त हरिब हिँडिहान गाडी त ल अब रात पर्न लागिसक्यो अब फ्रेस हुनु पऱ्यो हजुर मुख धोएर म भेट्छु अबसँग ल मैले आएर फ्रेस भएर नुहाएर भइसक्यो देखाउनु के देखाइदिउँ तँलाई देखाइदिउँ तेरो फोटो नुहाएरै पछाडि फेरि नुहाएर भइसक्यो होइन आमा यहाँ हुनुहुन्छ ल आमा हाई गरिदिनु यस्तो गरिदिनु ल ल हाल्दैन आमाले हान त्यहाँ हेर्नु दि देखाइन्छ देख्न नभए भाइरल गर्छु तपाईँ हेरिरहनु फेरि म भन्दा त भाइरल ल अङ्कलले फोन गरेर थियो अलिक एकछिनमा फोन गर्छु भन्दै थियो कि घर गएर ल कहाँसम्म भ्याइयो अब भिडियो एडिट गर्नु पऱ्यो होइन आजकल यति नै फेरि उनीहरूको नबोलेको बाबा टाटा सिउ बुझेको होला नबुझे नि बाबा टाटा सिउ